हेलो टेस्टील्यान्ड, नमस्ते सम्पूर्ण आदरणीय मित्रहरूमा म फेरि तपाईहरु सामु अर्को भिडियो लिएर प्रस्तुत भइसकेको छु। तपाईहरुलाई आजको यस भिडियोमा मैले आजबाट हाम्रो खिङ्गा गाउँमा आफ्नो सीमा क्षेत्रभित्रको चाहिँ घाँसहरू हामी काट्ने गर्छौं। वर्षमा दुई पटक हामीले काट्छौं भने आजबाट फेरि हाम्रो खिङ्गा गाउँमा दोस्रो पटकको यो घाँस पनि काट्ने सुरु गरेको छ। र म तपाईहरुलाई आज यस भिडियोमा घाँस काट्दै गर्ने क्रममा चाहिँ यो DJ Osmo Pocket 3 को विभिन्न एंगलबाट या क्यामेरा मुभमेन्टबाट चाहिँ के कस्तो हामीले पिक्चर्सहरु या सिनेम्याटिक एउटा क्वालिटीको भिडियोजहरु बनाउन सकिन्छ भन्ने बारेमा म आफू पनि सिक्ने क्रममा छु। र यो सिक्ने क्रममा मैले यो बनाएको भिडियोजहरु यसबाट तपाईहरुले केही जानकारी प्राप्त गर्न सक्नुहुन्छ। यो भिडियोले तपाईहरुलाई केही सहयोग पनि हुन्छ भन्ने मैले आशा गरेको छु। त्यसकारणले मैले तपाईहरुमा यो DJ Osmo Pocket 3 बाट मैले विभिन्न एंगलबाट खिचिएको यो भिडियो तपाईहरुमा आज मैले प्रस्तुत गर्नेछु। तपाईहरुले अन्तिमसम्म हेरेर यसको बारेमा तपाईहरुको आफ्नो जिज्ञासा या आफ्नो प्रतिक्रिया र मैले नजानेका या मैले गर्न या खिच्न नजानेका कुनै तपाईहरु प्रो या तपाईहरु चाहिँ लामो समयदेखि DJ Osmo Pocket 3 तपाईहरुले चलाइराख्नु भएको छ भने तपाईहरुले मलाई पनि केही सल्लाह सुझाव दिनुहुनको लागि म अनुरोध गर्दै आजको यो भिडियो तपाईहरुलाई के कस्तो लाग्छ र तपाईहरुको प्रतिक्रिया अवश्य जनाउनु होला भन्न चाहन्छु। थ्यांक यू सो मच। र मेरो यो YouTube च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने कृपया सब्स्क्राइब गरी तपाईहरुको साथ सहयोग र माया दर्शाउनु हुनको लागि पनि अनुरोध गर्न चाहन्छु। थ्यांक यू सो मच। हेलो दर्शकवृन्द, नमस्ते, पुनः नमस्ते है। अहिले स्क्रिनमा तपाईहरुले देख्न सक्नुहुन्छ मसँग अहिले हाम्रो गोमान सिंह दाइ हुनुहुन्छ। गोमान सिंह दाइ, हजुरको छोटो परिचय दिनु न, कहाँबाट हो हजुर हैन? हजुर, मेरो परिचय बागलुङ जिल्ला झरपटा नगरपालिका 6 चामीद्वार हो। ए हजुर हजुर। अनि उहाँ चाहिँ हाम्रो मुस्ताङमा रोजगारीको सिलसिलामा मुस्ताङ आउनु भएको छ। उहाँ विगत 1 वर्षदेखि मुस्ताङ आइराख्नु भएको छ हैन? हैन दाइ? हजुर हो भाइ। हजुर। अनि रोजगारीको सिलसिलामा उहाँ मुस्ताङ आउनु भएको छ। दाइ, हजुरको मुस्ताङको बसाइको समयमा हजुरले मुस्ताङ के कस्तो लाग्यो दाइ? म बहुत राम्रो लाग्यो भाइ। यहाँको हावापानी ठिक छ, यहाँको वातावरणहरु सबै ठिकै छ। जस राम्रो छ, स्वच्छ वातावरण छ, रमाइलो छ भाइ। हजुर हजुर है। हजुर। अहिले अब हामी कहाँ आएको रे दाइ? अहिले यहाँ घाँस काट्न आइएको छ भाइ। अब काटेर सकियो दाइ? काटेर सिट्यो, अब जाने बेला भयो भाइ। अब भारी हाल्ने जाने, अब गएर रेस्ट मार्ने। जिन्दगी यही रहेछ हैन दाइ? जिन्दगी यही रहेछ भाइ। जिन्दगी हरेक बिहान हाम्रो एउटा पुनर्जन्म जस्तो पनि हैन मलाई लाग्छ है दाइ। हरेक बिहान जब हामी आँखा खोल्छौं नि, हजुर, मलाई चाहिँ अर्को एउटा नयाँ जन्म भएको जस्तो लाग्छ दाइ हैन? अनि साँझ पर्नेसम्म जब हामी बिस्तारोमा गएर फेरि साँझ सुत्दैनौं हैन, दिनभरि हामी मान्छेहरुको हैन जिन्दगी यस्तै रहेछ हैन दाइ? तपाईलाई जिन्दगी भनेको के लाग्छ दाइ? जीवन के हो जस्तो लाग्छ? जीवन त के हो जस्तो लाग्छ भाइ यार। कहीं जाने संघर्ष गरेर संघर्षित हुन सकिया छैन। भन्नुको मतलब हजुरले भने अनुसार चाहिँ जीवन भनेको एउटा संघर्ष रहेछ। जीवन चाहिँ एकदमै संघर्षपूर्ण रहेछ हैन दाइ? हजुर हजुर। ए हजुर। संघर्ष गर्नै पर्ने रहेछ जिन्दगीमा। कहिले सुख कहिले दुःख। ए हजुर चाहिँ यानी उमेर कति पुग्नु भयो? मेरो भयो 49 वर्ष भयो भाइ। 49 वर्षसम्मको हजुरको जीवन के रहेछ भन्ने बारेमा चाहिँ हजुरको अनुभव भने संघर्षपूर्ण, संघर्षै संघर्ष रहेछ हैन दाइ? ए हजुर। अहिले यहाँ मुस्ताङमा आइएको छ, रमाइलो छ। पहिला घाँस काटिन्छ, पहिला कता के गरिन्छ, काम चाहिँ चलिरहेछ भाइ। ए हजुर। ओके, हजुरहरूले सुनिसक्नुभयो हाम्रो गोमान सिंह दाइको आफ्नो अनुभव, जीवन के रहेछ भन्ने बारेमा।
मलाई पनि त्यस्तै लाग्छ कतिले भन्छन् जीवन एउटा यात्रा हो भन्छन् हैन जन्मदेखि मृत्युसम्मको एउटा समय अवधि जुन हामीले बिताउँछौँ व्यतीत गर्छौँ यो एउटा यात्रा जस्तो नि हो भन्नुहुन्छ कहिले उकालो चढिन्छ कहिले ओह्रालो झरिन्छ हैन दाइ हैन सङ्घर्ष रहेछ हैन दाइ हेलो दर्शकवृन्द आजको यस भिडियोमा म तपाईहरु सामु अर्को एउटा स्टारलाई चाहिँ इन्ट्रोड्युस गर्न गइराखेको छु र आजको मेरो यो DJI Osmo Pocket 3 को यो डिफरेन्ट एंगलको शट्स को चाहिँ हाम्रो स्टार भने तपाईहरुले अब क्यामेरामा देख्न सक्नुहुन्छ पेम्पा छिरिङ मोडल तर हामी मान्छेले चाहेको भनेको के हो दाइ खुसी चाहन्छौँ हामी सुख चाहन्छौँ हैन र खुसी र सुख भनेको दाइ त्यसै त प्राप्त हुँदैन त्यसको लागि सङ्घर्ष गर्नु पर्यो बिना सङ्घर्ष यो सबै यो खुसी जे जति हैन आफूले चाहेका जे जति कुराहरू हुन्छन् दाइ त्यो त्यत्तिकै प्राप्त त हुँदैन हैन दाइ सङ्घर्ष नगरी त हुँदैन भाइ हजुर सङ्घर्ष गर्नुपर्छ सङ्घर्षित हुनै पर्छ त्यसकारणले हजुरहरु सम्पूर्णले यस बारेमा चाहिँ गम्भीर भएर सोच्नु होला र जीवन सङ्घर्षपूर्ण रहेको छ सङ्घर्ष गर्न पछि नहट्नु होला नपर्नु होला सङ्घर्ष गरि नै राख्नु होला जिन्दगीमा तपाईले चाहेको तपाईले खोजेको सबै कुरा हजुरहरुले प्राप्त गर्न सक्नुहुनेछ जीवनमा सफल हुन सक्नुहुनेछ त्यसकारणले सङ्घर्ष गरौँ हैन दाइ हजुर हो भाइ हो अबको यसपछिको डिफरेन्ट एंगलको शट्समा चाहिँ तपाईले देख्न सक्नुहुन्छ उहाँ हिरो बन्न लायकको हुनुहुन्छ के भन्नुहुन्छ हजुर ओके सो पेम्पा छिरिङ he will be the actor superstar supermodel hey okay guys you will definitely enjoy his आदरणीय दर्शकवृन्दहरु आजको मेरो यस YouTube भिडियोमा मैले यो DJI Osmo Pocket 3 बाट खिचेका केही शट्सहरु तपाईहरुले चाहिँ यसबाट देख्न सक्नुभयो होला र साथै हाम्रो यहाँ दाइ र यहाँ नानीहरुको पनि हामीले केही कुराहरु जिज्ञासाहरु या उहाँहरुको अनुभवहरु हामीले तपाईहरुमाझ राख्ने कोसिस गर्यौं अबको आउने भिडियोजहरुमा चाहिँ मैले तपाईहरुलाई सक्दो राम्रो भिडियोजहरु चाहिँ मैले तपाईहरु सामु प्रस्तुत गरी तपाईहरुलाई मनोरञ्जन गर्ने कोसिसरत रहनेछु भन्न चाहन्छु ओके थ्यांक यू सो मच फर वाचिङ एन्ड प्लिज तपाईहरुले मेरो YouTube च्यानल सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्न नबिर्सिदिनु होला लाइक कमेन्ट र शेयर पनि गरिदिनु हुन म अनुरोध गर्न चाहन्छु अंकलको YouTube च्यानललाई सब्स्क्राइब गरिदिनु होला धन्यवाद थ्यांक यू ल नानीहरुलाई तपाईहरुको सुझाव सल्लाह तपाईहरुको प्रतिक्रिया कमेन्टमा अवश्य लेखिदिनु हुनको लागि पनि म अनुरोध गर्न चाहन्छु थ्यांक यू सो मच थ्यांक यू